त हुनु परिहाल्यो नि कपनमा छौँ अहिले चाहिँ भ्रिकुटी चोकमा छौँ अब भ्रिकुटी चोकबाट चाहिँ हामी हिँड्नेछौँ हाम्रो टिम जम्मा 3-4वटा बाइक हुनेछ हामी ठ्याक्कै यहाँबाट बल्खु जान्छौँ अनि बल्खुबाट यो पोइन्टबाट चाहिँ हाम्रो रेस सुरु हुन्छ बल्खुबाट हामी सिधै उकालो जान्छौँ यो खोलै खोला गइसकेपछि चाहिँ ठ्याक्कै यसरी गइसकेपछि यो चाहिँ चोभार हो यो चाहिँ चोभार हो होइन चोभार क्रस गरिसकेपछि चाहिँ एउटा इभी गाडीको त्यो स्टोर जस्तै छ इभी गाडीहरू राखेको अनि त्यहाँदेखि चाहिँ इभी गाडी भएकोदेखि पनि क्रस गरेर सिधै जान्छौँ एउटा जङ्गल आउँछ जङ्गल आइसकेपछि अनि उकालो बाटो लाग्छ सल्लाघारी बाटो आउँछ सल्लाघारी बाटो आइसकेपछि अनि एउटा खोला आउँछ एउटा खोला क्रस गरेपछि एउटा पुलिस स्टेसन आउँछ पुलिस स्टेसनमा चाहिँ सबैभन्दा पहिला पुग्नु पर्यो त्यहाँ पुग्नु पर्यो होइन है जो पहिला पुलिस स्टेसन यो रेसमा जित्नेले चाहिँ केही खर्च गर्नु परेन होइन म त हारको थाहा छ मलाई सेकेन्डलाई प्राइस केही छैन बाटो थाहा छैन हार्यो भने यो केटोले 5 केजी मासु स्पोन्सर गर्नु पर्यो रमाइलोको लागि म रेस रमाइलोको लागि मात्र हो के भन्छ त अहिले फेरि कन्फिडेन्ट के अरे यो बाजे साथी होइन म बस रमाइलोको लागि मात्र हो अनि बाँकी सबै मेरो तर्फबाटै स्पोन्सर हुन्छ आजको स्पोन्सर चाहिँ वासमल दाइले गर्नुहुने रह्यो होइन अघि बाटो पनि भन्नु भएको थियो 5 केजी मासु चाहिँ केटोले ल बिस्तारै केटा हो
भाइले सकेन नि कहाँ सक्नु हजुर कहाँ भाइले सक्नु मलाई तिर्के ल यार दाइ त कडा रहेछ नि त नि रमाइलो छ नि हो रमाइलो रहेछ चिसो रहेछ तर यार तपाईहरु त खतरा कुद्नु भयो यार आम्मामा ल ल कसले जिते गरे दाइ जित्नु चाहिँ फाइनली को जित्यो ल
अब उहाँ चाहिँ खतरै हुँदो रहेछ बल्ल बल्ल उहाँलाई भेट्यो होइन अनि त्यसपछि जित्नु खोज्नु सक्दिनँ त यार भिडियो गर्ने मान्छे नसकिँदो रहेछ डबल त कहाँ नि यार सुरु मात्रै गर्नुभयो भने धेरै फाइदा हुन्छ तपाईँलाई होइन व्यापार भन्ने चिज त कहिले हुन्छ हुँदैन होइन भाइ डिस्काउन्ट भनेपछि त कताबाट जान्छ ए ल आउनु ल मलाई पछाडि आउनु ल गाइजहरू अब हामी चाहिँ उकालो लागिरहेका छौँ रमाइलो रहेछ हेर्नु ठाउँ अगाडि छ अगाडि छ अगाडि छ ल ल दाजु हल्छ यहाँ जाऊ 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 अगाडि हो यस्तो क्या राइडर भनेको यस्तो नि त होइन एउटा यस्तो खतरा नराम्रो त होइन अब हामी पनि पाइन्छ लगाइदिउँ धेरै पनि भाइ दामी देखिया छ तातिएको मेरो यार ताति लाउँछ केटाहरू ताते ताते के भएर रहेछ लास्ट लागेको थियो नि त मान्छे हुँदो तर लास्ट लाग्यो सँगै रहेछ नि काठमाडौँदेखि लगभग कति किलोमिटर हो आजको भर चाहिँ एकदम गोदाम पनि बस्छ नि के हो यहाँ अगाडि ओ दाइ अर्को दाइ त कता यहाँ हतार हतार गर्छ त के साह्रो हतार गरेको त दाइ यार त्यही त यार लास्ट जोसी हेर्दै दाइ अनि यार लास्ट जोसी हेर्दै दाइ दामी रहेछ मकै बारीहरू त राम्रो रहेछ त यार
कता गयो त अहिले यता पनि छैन त अगाडि गइसक्यो क्या बुढो ए यहाँ रहेछ बाटो कस्तो जान्छ म त्यतै कता घुम्ने ठाउँ छ अरे हिँडेर घुम्ने ठाउँ छ जाउँ जाउँ गाडी छोरो हिँड्नै पो हाल्ने हो त होइन त्यो भनेको 500 हालिहालिएको छ ओ माई गड के हो यार त साथीहरू के हो एकछिन के हो पारा जाउँ ल अफरोड रहेछ यताबाट चाहिँ खतम भयो नि खुट्टा तान्न के हल्का टेक्यो केटाहरूलाई मान्नै पर्ने यार आज चाहिँ अफरोडिङ पनि हुँदैछ हाम्रो ओ चोरी गया कस्तो ठाउँ यार कुन ठाउँ आइपुग्यो यार हामीलाई त एकादशी कथा पो त भयो त म यार बाटो चाहिँ मान्नै पर्ने रहेछ के हो यार बाटो त यार के भन्ला ओ माई गड जम रोक्नु न त्यतिकै बाटो चिप्लो रहेछ नि त यार अनि केही भएन तपाईँहरूलाई केही भएन त्यतिकै यार अगाडि त भन्नु त भने हो खासमा क्यामेरा चाहिँ फोकस गरौँ होइन साह्रै भयो भने त हाँस्दा नि हुन्छ साह्रो भयो भने चाहिँ रुनुपर्छ अब यहाँ ए हो र पुरो तेल लगाएर हातमा फुटेर राख्नै छैन भात होइन त्यो उ भएको छ त्यो लक भएको छ दाइ कस्तो यार अचम्म तरिकाले यार बाटो यस्तो छ नि कहाँबाट छ त्यो त्यस्तो गरौँ न नजाउँ क्या अब लडिन्छ फेरि साह्रै लड्नु भएछ लु नजाउँ यार बाटो कस्तो उता बाटो कस्तो त्यो बाइक गाडी हटाइदिनु न त यो अलिकति यता ल्याइदिनु न कस्तो यार तेरिको चढाउँ न चढ्छ नि त म अघि पनि झन्डै लडेँ उता होइन भाइ यस्तो ठाउँमा चाहिँ लास्टै गाह्रो हुन्छ ए यस्तो हुन्छ यी होइन बाटो एकदम खराब छ यार यहाँ होइन साह्रै लड्छ नि अनि त्यो लड्दाखेरि त्यस्तो त्यहाँबाट झरेको अनि बाइकबाट झरेको अनि फेरि त्यसै गर्छ नि त
नसोचेको बेला के हुन्छ हुन्छ यार ल छोड्नु त भाइ यतिकति धन्दा अघि लडेको नि भाइ म नि त्यो हिरोमा अनि उतामा झार्नु जानु त झार्नु ए झन्डै ल म उता लडेको झन्डै लडेँ क्या उयो झन्डै लडेँ क्या त्यहाँ त्यति क्या हजुर भनिरहेको थिएँ सोचिरहेको थिएँ अहिले पिकअप छैन क्या राम्रो भएर तान्दै तान्दैन ए पिकअप अलिकति कम रहेछ होइन पिकअप त उसमा जान लागेको छ कि हजुर त्यो स्पार्क प्लग भन्दो रहेछ त्यो जान लागेको छ ए त्यो प्लग त फेऱ्यो भने राम्रो हुन्छ त्यो त्यसले पनि त्यो झ्याक चाहिँ गर्छ कहिले कहाँ हत्तेरी गयो बिचरा साह्रै लड्नु भयो नि कति तपाईँ त निकै थेता दिनुभएछ म अलिक कसैले त्यस्तो ठोक्ने चाहिँ केही छैन झाप्पै तलको खुट्टाको ब्रेक हान्न नपाएर कि त्यो तपाईँले ब्रेक हान्नु पाउने पछाडि ब्याक भयो जस्तो लाग्यो मलाई पछाडि ब्रेक भयो अगाडिको ब्रेक पनि छैन नि त्यतिकै अगाडिको ब्रेक छैन नि राम्रो ए पिछा बेला होइन ब्रेक सेक पिकअप सेक पाएको होइन बिच प्याक छैन क्या मेरो अगाडिको प्याक छैन ए के पातलो छ जान्छ इम्फुर्का चिसो आउनु न मेरो त पिकअप नै छैन क्या राम्रो काट्नु ए भाँचै छ नि त कटा गुडुम त नि भाँच्यो हो कि यहाँको तर यो भाँचो फेरि मिल्छ तर धन्दा मान्छेलाई केही भएन त्यो चाहिँ ठुलो कुरा हो पनि केही भएन कता हो जाने बाटो चाहिँ फेरि यता रहेछ यस्तो बाटो ठिकै छ हो कहिलेकाहीँ जङ्गलको बाटो पनि अर्ग्यानिक भिडियोहरू बनाउनु पर्छ क्या भाइ कहिलेकाहीँ होइन अङ्कल बाटो ठिक छ उता बाटो ठिक छ ए ल ल ठिक छ कसरी जाने अरे त डर जान्नु त्यो डाँडा मुन्न चढाउनु चिप्लिन्छ तपाईँले भिडियो गर्नुभएको हुन्थ्यो बाटो चाहिँ यार यस्तो बाटोहरू छ यार आम्मामा के भयो फेरि के भयो मुनिबाट ल्याउनु दाइ मुनिबाट दाइ मुनिबाटै ल्याउनु न मुनिबाटै हेत्तेरी क्या हो ल हो त्यसरी हो क्या मुनिबाट ल्याउनु भएको हुन्थ्यो क्या हो त्यसरी हो फोकस गर्नुपर्छ कहाँ लाउनु भयो त्यहाँ के साइड लडेको इन्डिकेटर गयो नि त ए लडेर के भएर लडेको अचम्म लाग्छ मलाई इङ्ग्लिसमा के इङ्ग्लिसमा एक्सपेरिमेन्ट भन्छ होइन के भन्छ एक्सपेरिमेन्ट गुइठालाई सोधौँ न एक्सपिरियन्स हो अनुभव होला हो अनुभव हो 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 दामी रहेछ हेर त बाख्रा चढ्ने ठाउँहरू भाइपछि यहाँनिर एउटा रेस्टुरेन्ट खुल्दैछ कि हजुर हजुर लोकेसन कन्फर्म भइसक्यो ल ठिक छ यार दाइ अलिकति मेरो गाउँको जग्गा चित्ती नभएर त्यो त हो गाउँको जग्गा
गाउँको जग्गा त बिक्री भइहाल्छ नि यार दाइ के भन्ने ठाउँ होइन क्या भन्ने ठाउँ हो यो तर एउटा कुरा फाइदा छ दाइ के फाइदा छ भन्नु न हिँड्दाखेरि होइन हिँड्दा चाहिँ होइन के पो हुँदैन रे गाडीले पछाडिबाट हान्ला भन्ने डर हुँदैन क्या हुँदैन क्या ठुलो खर्च पनि हुँदैन यो बाटो हिँड्दा एउटा फाइदा छ नि भाइ गाडीले पछाडिबाट आएर हान्ला भन्ने छैन हाम्रो बडी भाइलाई ट्याक्सीले हानेछ कि हो र हामी किन यस्तो भयो क्या हामी अर्को बाटो आयौँ नि भाइ पछाडि पछाडि म थिएँ हजुर हजुर ठ्याक्कै त्यो खोला पार गरेर ठ्याक्कै म चाहिँ अर्को लेनमा आएको थिएँ क्या दाइहरूको साइडमा अर्को साइडमा थियो त्यताबाट सट्टै कुनामा छिर्यो म पनि के दिमाग नरु मैले सट्टै छिराएको क्या हजुर हजुर पछाडिबाट आइसकेर चाहिँ ब्याक ब्रेक लाग्यो झन्डै हानेको है त्यो नम्बर प्लेट कुच्चिसकेछ हो र डेन्जर कहाँ लाउने हेत्तेरिका गियर कहाँ बढाउने केही थाहा छैन यसरी हिँड्ने फोटो खिच्ने मान्छे हुँदाखेरि एकदम फाइदा हुन्छ किन भन्नु न फोटो खिच्ने मान्छेको चाहिँ भिडियो हुँदैन अन्तिममा हिँड्ने मान्छे कुद्दै आउन कुद्दै कुद्दै अलि यहाँसम्म त कुद्नु न अब त आइसक्यो झन् त सुन्दा इन्ची त यसरी हुन्छ नि त फेरि हिरोहरूको इन्ट्रो होइन ल है ल एकदम पसिनाले पुरा क्रुर बनाइसक्यो यार पुरा फुल भिडियो यता हानो भाइ एकचोटि ल यो सेल्फी त नराम्रो आउन सक्छ ओ माई गड स्वर्ग के छ यार स्वर्ग भनेको यही होला है सेकेन्ड स्वर्ग हो यार ओ माई गड यार भिडियो फेरि यस्तो कला छ कि भाइमा कला त हुनै पर्यो नि होइन भाइको कलालाई ल है मिलियन भ्यू ल यस्तो छ हाम्रो सुरी हाम्रो के अरे चलपल कस्तो देखेको यार दामी यार यही हो यहाँभन्दा मान्छे जाँदैन हामी तपाईँलाई कस्तो लागिरहेछ अहिले यहाँ एकदम रमाइलो भइरहेछ के भन्न चाहन्छ मेरो भ्लगमा हेर्नु रहेछ तर आफूले अर्कै ल्याइसक्यो मेरो भ्लगमा के भन्न चाहन्छ ल भन्नुहोस् उहाँको भ्लग धेरै हेरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् ल धन्यवाद धन्यवाद ओके कान्छा ओ माई गॉड प्लिज वान ल हेरौँ है त यस्तो दामी देखिरहेछ भिडियो वाट्सएपमा हालिदिन्छु अहिले ल नाच्नु 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 भाइ नाच्नु यो चाहिँ पाहुनालाई सत्कार गरेको यो चाहिँ कति लामो पऱ्यो यार यार भाइको चाहिँ रिल जान्छ फेरि दामी छ है त दामी छ दाइ हान्नु न यार के हो यार तपाईँ यार धेरै नचल्ने रहेछ दामी छ दाइहरूको नचाइ चाहिँ यो है नचाइ त्रिवेणी नचाइ ट्रान्सपोर्ट नयाँ आउन थाल्यो कि त्रिवेणी नचाइ हुन्छ के गरेको स्टे भनेको ठिक छ होइन ठिक छ रमाइलो लाग्यो नि भाइ तपाईँलाई होइन ठाउँ ल ठिक छ त्यसो भए ल यहाँ आएन भने पछाउनु पर्थ्यो नि यार बिना ओ माई गॉड दामी देखे दामी ओ दामी दामी ल मेरो फोन खोइ मेरो फोन खोइ